ल अब हामी चाहिँ केलसम्मको यात्राको लागि बसको वेटिङमा हो। अब हामी यहाँबाट चाहिँ बसमा ट्रेन स्टेसनसम्म जान्छौँ अनि ट्रेन स्टेसनदेखि चाहिँ हामी केएलसिसीको यात्रा सुरु गर्छौँ है साथीहरू। ल कन्टिन्यू स्टे विथ मी। ल गाडी आयो है साथीहरू, गाडी खाली छ केलसम्मको यात्राको लागि। ल गाडीमा छु है, गाडीमा केएलसिसीको दर्शन गर्न जाँदैछु है। ल यस्तै छ साथीहरू, यो बसमा कति लाग्छ यहाँबाट गाडी भाडा? त्यो गेलाङबारी स्टेसन 1 रिङ्गेट, त्यहाँदेखि केएल के अरे ट्रेन स्टेसनदेखि केएलसिसी 3.5 रिङ्गेट, 3.5 रिङ्गेट 4.5 रिङ्गेटमा केएल घुमेर आउने भयो है हामीले। ल वेट गर्दै गर्नु होला, केएलसिसीको दृश्य हामी देखाउने नै छौँ तपाईँलाई। यत्रो ठुलो गाडीमा नि, यत्रो ठुलो गाडीमा हामी 2जना मात्र छ प्यासेन्जर, जम्मा 2जना। ल हेर्नु है साथीहरू, सबै खाली छ, खाली खाली खाली। अगाडि नै हेर्न सक्नुहुन्छ, पुरै खाली। 2जनाको लागि एउटा बस। कति भाग्यमानी है। यस्तो हो जिन्दगी भनेको त यार। आज सन्डेको भरपुर उपयोग गर्ने होइन त। ल अब ट्रेनमा चढ्नलाई जाँदैछ। अब केएलसिसीसम्मको यात्रा चाहिँ ट्रेनबाट है, अघि चाहिँ गाडीबाट हो, अब चाहिँ ट्रेनबाट। ल ल यो लिफ्टबाट जाँदैछ है, साथी चाहिँ गइसक्यो। ल ट्रेन आयो है साथीहरू, ट्रेन आयो। ल हाम्रो चढ्ने ट्रेन आयो, यही हो हाम्रो ट्रेन। ल हामी त अब ट्रेनभित्र जाँदैछौँ। Next station, Pasasani. Interchange station to MRT Kajang Line and connecting station to ATM Commuter. ल अब हाम्रो फाइनल स्टेसन आउनु लाग्छ है। हामी अब ओर्लिने बेला आउनु लाग्छ। ट्रेनको यात्रा अब समाप्त हुँदैछ। ल हेर्नुहोस् है साथीहरू, यो भित्रभित्र यही हो हाम्रो स्टेसन, लास्ट स्टेसन हाम्रो लागि। आजको यात्रा यहीँ टुङ्गे हुन्छ ट्रेनको, बाँकी यात्रा त जारी छँदैछ है साथीहरू। ल दिस इज केएलसिसी फर यु साथीहरू है। ल हेर्नु 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 है, केएलसिसी ट्विन टावर। आहा कति रमाइलो छ है। यहाँबाट देखिने वरिपरिको दृश्यहरू यस्तो छ साथीहरू, यस्तो छ, यस्तो छ है साथीहरू। म राउन्ड गरेर देखाउँदै छु। यस्तो छ, यस्तो 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 छ है। माथि कहाँ हो, कहाँ हो बादल माथि चाहिँ केएलसिसी भित्रको दृश्य है साथीहरू। यस्तो छ केएलसिसी भित्रको दृश्य, तपाईँहरूले देख्न सक्नुहुन्छ। यति राम्रो छ। ल केएलसिसी भित्रको सपिङ मलहरू यस्तो छ है साथीहरू है। यस्तो छ मार्केट। केएलसिसी भित्रको दृश्य हो साथीहरू। कुनै बेला तपाईँहरू पनि समय मिल्यो भने घुम्न आउनु होला मार्केट। अब हामी रुम जानको लागि ट्रेनको लागि टोकन निकाल्दैछु। अब यहाँबाट जाने 27 नम्बर गेलेम्बरी हामी जाने स्टेसन ढुँढ्दैछु है। सेन्टर पाछासिनी केला दया सबाङ दया सिजिसी गेलेम्बरी स्टेसन गेलाङबारी स्टेसन आयो। कति टका भयो?
एकजनाको ringgit. 3 ringgit 90 सेन्ट यहाँ गर्ने Bang. अनि यहाँ यस्तो गर्ने असेप लियो एक्सेप्ट गर्यो अनि यहाँ निस्किन्छ यहाँ टोकन निस्क्यो होइन यहाँ टोकनलाई राख्ने ल। स्क्यान गर्ने टोकन यहाँ अब त्यहाँ स्क्यान गर्नुपर्छ हामीले